हुन्छ, प्रभुलाई धन्यवाद भएकोस् विशेष आजको समयको लागि र आजको सेवामा उपस्थित आदरणीय हाम्रो पास्टर बुवाहरू, एल्डर बुवाहरू अनि डिकन बुवाहरू र साथै यहाँ उपस्थिति यहाँहरू सम्पूर्ण मण्डली परिवारलाई विजय येशू ख्रीष्टको नाममा जय मसीह। जय मसीह। खुसी हुनुहुन्छ? किन खुसी हुनुहुन्छ? हालेलुया। आजको दिन परम प्रभु परमेश्वरले सृजिनु भएर हामीलाई दिनुभएको छ, जस कारणले गर्दा हामी उहाँसँग संगति गर्न पाएका छौँ। हालेलुया। उहाँको महिमा गर्न पाएका छौँ। भजन सङ्ग्रह 118 को 24 लाई हेऱ्यो भने हामीले त्यहाँनिर पाउँदछौँ भने विशेष गरी आजको वचनको समयलाई अगाडि बढाउनुभन्दा अगाडि म आफ्नो केही छोटो परिचय राख्दै अगाडि बढाउने छु र प्रभुलाई धन्यवाद दिनेछु कि आजको यो समय उहाँले तपाईहरुको बीचमा आएर प्रभुको वचन चाहिँ के हो, प्रेम पत्र हो भनेर हाम्रो सञ्चालक जुले अघि नै भन्नुभएको छ र सोही अनुसार परमेश्वरको वचन त्यो प्रेम पत्र चाहिँ पढेर सुनाउनुको निम्ति चाहिँ तपाईहरुको बीचमा प्रभुले मलाई खडा गराउनु भएको छ भने आशा गर्छौँ पक्कै सबैजना मण्डली परिवार आजको दिनमा त्यो प्रेम पत्र म पढ्दै गर्दाखेरि, म बोल्दै गर्दाखेरि तपाईहरु चाहिँ ध्यान दिएर सुन्नुहुनेछ। हालेलुया। विशेष धन्यवाद दिन्छौँ हाम्रो डिकन बोर्ड जसले चाहिँ मलाई यो समय राखिदिनु भएको छ र प्रार्थना गरिदिनु ने हाम्रो दिदीलाई पनि धन्यवाद छ। अनि हप्ता दिनभरि मेरो यो समयको निम्ति अनि वचन परमेश्वरले दिनुहुने जुन कुरा परमेश्वरले तपाईहरुको बीचमा, हाम्रो मण्डलीको बीचमा आवश्यक छ त्यस कुराको लागि चाहिँ पक्कै पनि तपाईहरुले प्रार्थना गर्नुभएको छ र त्यो प्रार्थनाको उत्तर स्वरूप आज यो समय पनि हाम्रो बीचमा आइसकेको छ भने म धन्यवाद दिन्छु प्रार्थनाको लागि सबैजना मण्डली परिवारलाई। विशेष मेरो परिचय भन्नुपर्दा नाम चाहिँ सरोज तामाङ। यहाँनिर चाहिँ दुईटा नाम तपाईहरुले देख्न सक्नुहुनेछ, श्याम बहादुर मुक्तान छ, एउटामा चाहिँ सरोज तामाङ छ र यो नाम चाहिँ पासपोर्टको नाम अलगै र बोलाउने नाम अलगै भएको कारणले गर्दाखेरि चाहिँ दुईटा नाम बसिराखेको छ। कम्पनीमा सोध्नुभयो भने सरोज तामाङ भन्नुभयो भने चाहिँ चिन्नुहुन्न, अलिक कमैले मात्रै चिन्नुहुन्छ, श्याम नामले नै चिनिने गरेको छु। र तपाईहरु पुग्नुभयो, यदि आउनुभयो गाउँतिर हाम्रो साथीभाइको बीचमा पुग्नुभयो भने चाहिँ सरोज तामाङ नामले चिनिँदै आएको छु भने मण्डलीमा पनि सरोज तामाङ नामले नै चिनिँदै आइराखेको छु। र मेरो घर चाहिँ मकवानपुर जिल्ला मनहरी गाउँपालिका 1 नम्बर वडा गोवनपानी भन्ने ठाउँमा पर्दछ भने हालको बसाइ अबोध्रिय अलमारा कम्पनीमा एउटा ड्राइभरको रूपमा काम गर्दै आइराखेको छु विगत 4 वर्षदेखि। योभन्दा अगाडि चाहिँ अलासा हपुपमा 4 वर्ष बसेर चाहिँ गएर फेरि प्रभुले यहाँ ल्याउनु भएको छ भने अनि साउदी आएको अब 2016 मा आएको, आफै हिसाब गर्नु होला कति भयो, मैले गनेको चाहिँ छैन कति दिन कति महिना भयो। 2016 जुनमा चाहिँ म आएको थिएँ अनि 2017 को 5 को महिना भनेपछि जुनै होला हैन, 5 को महिनामा चाहिँ मैले प्रभुलाई चिन्ने मौका पाएको थिएँ अनि प्रभुलाई उद्धारकर्ता र आफ्नो मुक्तिदाताको रूपमा चाहिँ आफ्नो हृदयले, आफ्नो जिब्रोले चाहिँ स्वीकार गरेको थिएँ। अनि त्यो पछि विशेष गरी त्यहाँनिर चाहिँ मैले प्रभुलाई ग्रहण गर्ने ठाउँ चाहिँ प्रवासी जागृति मण्डलीको नामले चाहिँ फोन सङ्गति चलिराखेको रहेछ अनि त्यहाँनिरको केही दाजुभाइ दिदीबहिनीहरू चाहिँ आउनु भएर सुसमाचार सुनाउनु भयो र मैले त्यहीँनिर प्रभुलाई ग्रहण गरेँ र ग्रहण गरेको 1 महिनापछि चाहिँ म प्रवासी नेपाली ख्रिस्टियन मण्डलीमा चाहिँ हाम्रो जोन मगर दाजुको थ्रुबाट चाहिँ प्रवासी नेपाली ख्रिस्टियन मण्डलीमा चाहिँ जोइन भएको, त्यहाँबाट चाहिँ निरन्तर रूपमा सङ्गति गर्दै आइराखेको छु र अहिले यो जुबेलमा डिकन बोर्डमा रहेर प्रभुको सेवा गर्ने चाहिँ मौका पाइराखेको छु। यो एउटा प्रभुको अनुग्रह अनि प्रभुले चलाउनु भएको, प्रभुले चुन्नु भएको, प्रभुले बोलाउनु भएको कुराहरूले गर्दाखेरि अहिले यो ठाउँमा उभिएर चाहिँ तपाईहरुको बीचमा बोल्दै गरेको छु। विशेष गरी यहाँनिरसम्म आइपुग्दै गर्दाखेरि मैले आफ्नो जीवनमा महसुस गरेको र जुन कुरा प्रभुले मेरो जीवनमा गर्नको निम्ति उहाँले बोल्दै गर्नु भएको कुराहरू चाहिँ मेन इम्पोर्टेन्ट रूपमा चाहिँ मैले लिएको छु।
यो समयसम्म यहाँसम्म आइपुग्दाखेरि परमेश्वर चाहिँ मसँग बोल्नु भएको छ र त्यो आवाजलाई चाहिँ मैले सुन्न सकेको छु। त्यो सुन्न सक्ने चाहिँ परमेश्वरले बनाउनु भएको छ। र आजको विशेष वचनको टपिक पनि मैले त्यही नै राखेको छु। प्रकाशको पुस्तक 2 अध्यायको तपाईहरुले 21 पदलाई हेर्नुभयो भने यहाँनिर एउटा वचन खण्ड छ, स्क्रिनमा तपाईले देख्न सक्नुहुनेछ। धर्मशास्त्र बाइबल खोलेर पनि हेर्न सक्नुहुनेछ। यहाँ लेखिएको छ, जसको सुन्ने कान छ त्यसले सुनोस्, पवित्र आत्माले मण्डलीहरूलाई के भन्नुहुन्छ। प्रकाश 2:29 मा लेखिएको छ, जसको सुन्ने कान छ। अनि प्रभुलाई मैले धन्यवाद दिनुपर्छ कि यो सुन्ने कान चाहिँ मलाई दिनुभएको छ र त्यो सुन्ने कान नभएको भए म बहिरो हुने थिएँ र प्रभुको आवाजलाई सुन्न सक्ने थिएन। अनि बहिरो व्यक्ति चाहिँ कस्तो हुन्छ? ऊ आफ्नै सुरमा हुन्छ, ऊ आफ्नै धन्दामा हुन्छ, अरूले के भन्दैछ, अरूले के गर्दैछ भन्ने कुराको उसलाई चाहिँ केही वास्ता हुँदैन। अनि उसले केही सुन्न नपाएको कारणले गर्दाखेरि मेन इम्पोर्टेन्ट उसले सिक्नुपर्ने बुझ्नुपर्ने कुराहरू नै बुझेको हुँदैन र सिक्नु सकेको हुँदैन, जस कारण चाहिँ ऊ आफ्नै सुरमा हिँडिराखेको हुँदछ। मैले यो कान नसुन्ने विषयमा हिजो एउटा छोटो सर्ट भिडियो हेर्दै थिएँ। त्यहाँनिर चाहिँ 2 जना स्त्रीहरू चाहिँ मिलेर भिडियो बनाउनु भएको रहेछ। अनि एकजना चाहिँ भित्र आउनु भएछ, आमा मै छ भनेर सोध्नु भएछ। अनि आमाले चाहिँ भन्दै हुनुहुन्थ्यो चामल केलाउँदैछु भनेर भन्दै हुनुहुन्थ्यो। अनि त्यो चाहिँ कान नसुनेको कारणले गर्दाखेरि हो नि त। अनि त्यो स्त्री चाहिँ भित्र गएर मै निकालेर गइसकेपछि निस्किँदाखेरि चाहिँ अनि त्यो आमाले चाहिँ फेरि भन्नुहुन्छ, नसोधिकन मै किन निकालेको भनेर भन्नुभयो। अनि फेरि अर्को स्त्रीले के भन्छ भने ल यो सकेपछि फेरि पछि पनि आउँला भनेर जानुभयो। भनेपछि त्यो आमालाई अर्को त्यो स्त्रीले के भनेको थिए उसलाई थाहै छैन, उसले आफूले बोलेको कुराहरू मात्रै थाहा छ। त्यस कारणले कान नसुनेपछि चाहिँ त्यो प्रकारको हुँदो रहेछ। तर परमेश्वरलाई धन्यवाद दिनुपर्छ, परमेश्वरले हामीलाई सुन्ने कान दिनुभएको छ। कान सुन्ने हाम्रो सबैजनाको छ नि, होइन? कान हाम्रो बाहिरी देखिने कान सबैले देखिन्छ, तर सुन्ने शक्ति चाहिँ हामी भित्र छ कि छैन त्यो चाहिँ भित्र मात्रै थाहा हुन्छ, होइन? त्यो आफूलाई मात्रै थाहा हुन्छ। हामीले बाहिर देख्दा कान त सबैजनासँग छ, तर कतिजनाको चाहिँ त्यो कान नसुन्ने कारणले गर्दाखेरि पनि त्यो चाहिँ अरू व्यक्तिलाई थाहा हुँदैन नि त। अनि विशेष मेरो छोरीको चाहिँ एकपट्टिको कान अलिकति कम्ती सुन्दर रहेछ, मैले यसपालि मात्रै थाहा पाएको। अनि कान कम सुन्ने कारणले गर्दाखेरि चाहिँ कति कुराहरू मान्छेले भन्दै गरेका कुराहरू चाहिँ उसले बुझ्दैन रहेछ क्या। अनि बोल्दै गरेका कुराहरू आफ्नै सुरले बोल्दै गर्दाखेरि चाहिँ मैले त्यो एउटा सानो कुराबाट नोटिस गरेँ, यसले के बोल्दैछ र मैले के भन्दैछ भन्ने कुराहरूको विचारमा हेर्दै गर्दाखेरि अलिकति कम कान सुन्दर रहेछ एकपट्टिको चाहिँ, अनि अर्कोपट्टि गएपछि अनि राम्रै सुनिन्छ। अनि त्यो कुरा चाहिँ हामीलाई थाहा हुँदैन, अनि त्यो सुन्ने मान्छेलाई पनि थाहा हुँदैन रहेछ क्या फेरि त्यो कान कम्ती सुन्ने भनेको चाहिँ। अनि त्यो कुराको लागि चाहिँ विशेष गरी आफूले पनि केही कुराहरू नोटिस गरेर केही कुराहरूबाट चेक गरेर चाहिँ हामीले बुझ्न सक्छौँ हाम्रो कान सुन्ने छ कि छैन, अथवा कतिको सुन्ने क्षमता हामी भित्र छ भन्ने कुराहरू चाहिँ। अनि यहाँनिर चाहिँ जसको सुन्ने कान छ त्यसले सुनोस्, पवित्र आत्माले मण्डलीहरूलाई के भन्नुहुन्छ। हामीसँग सुन्ने कान छ र पवित्र आत्मा हामी भित्र हुनुहुन्छ, हामीसँग हुनुहुन्छ। पवित्र आत्मा चाहिँ परमेश्वर हुनुहुन्छ, अनि मण्डली चाहिँ हामी हो। अनि हामी मण्डली भइसकेपछि हामीसँग चाहिँ परमेश्वर बोल्नुहुन्छ। अनि परमेश्वर बोल्दै गर्नु भएको समयमा चाहिँ हामीले सुन्न सकेका छ कि छैनौँ त, हामीले सुनिराखेका छ कि छैनौँ त, हाम्रो कान ठिक छ कि छैनौँ त भन्ने कुराको प्रश्न आउँदछ। किनकि जसको कान छ त्यसलाई चाहिँ सुनोस्। अनि आजको वचनको टपिक चाहिँ हामीसँग भएको कानले चाहिँ सुन्नुपर्छ भनेर मैले राखेको छु। हामीसँग भएको कानले चाहिँ हामीले सुन्नु पर्दछ, किनकि परमेश्वर चाहिँ हामी मण्डलीसँग चाहिँ बोल्नु हुन्छ, उहाँ चाहिँ हामीसँग बोल्न चाहनुहुन्छ। अनि उहाँ चाहिँ हामीसँग बोल्न चाहनुहुन्छ भन्दै गर्दाखेरि चाहिँ धेरै प्रकारद्वारा चाहिँ हामीहरूसँग चाहिँ बोल्न
चाहनुहुन्छ। आयुब 33 को 14 हेर्नुभयो भने त्यहाँनिर चाहिँ परमेश्वर धेरै प्रकारले बोल्नुहुन्छ भनेर लेखिएको छ। धेरै प्रकारले। त्यो प्रकारहरू हेर्यो भने यहाँनिर सुरुमै परमेश्वर आफ्नो वचनद्वारा चाहिँ हामीसँग बोल्नुहुन्छ, जसको लागि चाहिँ वचन हेर्यो भने यूहन्ना 1 अध्यायको 1 मै हेर्नुभयो भने चाहिँ त्यहाँनिर हामीले पाउन सक्छौँ कि वचन चाहिँ परमेश्वर हुनुहुन्छ। जब हामी परमेश्वरको जीवित वचन पाठ गर्दै गर्दा, अध्ययन गर्दै गर्दाखेरि चाहिँ उहाँ चाहिँ हामीसँग बोल्नुहुन्छ। हालेलुया। सुन्दै हुनुहुन्छ नि है? उहाँ चाहिँ हामीसँग बोल्दै गर्नु भएको हुन्छ। अनि उहाँ बोल्दै गर्नु भएको कुराहरू चाहिँ हामीले सुनेका छ कि छैनौँ भन्ने कुरा चाहिँ मैले अघि नै भने, मेरो कान सही छ कि छैन भन्ने कुराहरू चाहिँ हामीले केही कुराहरूमा नोटिस पक्कै गर्नुपर्छ कि कुन व्यक्तिले मलाई के भन्दैछ भन्ने कुराहरू हामीले ध्यानसँग सुनेर उसको रिप्लाई ठिकसँग दिइराखेको छ भने हाम्रो कान सही छ, हामीले सही कुराको रिप्लाई दिँदैछौँ, अथवा हामीले सही कुरा भन्दैछौँ, म ठिक छु, मेरो कान सही छ। अनि जब हामीले सुनेर हाम्रो कान सही छैन भने परमेश्वरले बोल्नु भएको कुराहरू हामी सुन्नु सक्दैनौँ। अनि सुन्नु नसकेपछि हामीले सिक्नु सक्दैनौँ। सिक्नु नसकेपछि हामी जहाँको त्यही नै हो। धेरै समय, लामो समयसम्म पनि विश्वास गरेर आउनु भए तापनि त्यत्तिकै अड्केर बसिराख्नु भएको हुन्छ। किन भन्दाखेरि हाम्रो सुन्ने क्षमता चाहिँ कम भएको कारणले गर्दाखेरि चाहिँ त्यो कुराहरू हाम्रो जीवनमा भइराखेको हुँदछ। यो एउटा आत्मिकी कुराहरू मैले बोल्दैछु। हामी भित्र हुनुपर्ने कुराहरू, शरीरको कानले सुन्नको निम्ति हामीले केही कुरा नोटिस गर्नुपर्छ भने आत्माको कुराहरू, परमेश्वरको कुराहरू सुन्नको निम्ति चाहिँ हाम्रो आत्मिकी कान कस्तो छ भनेर चाहिँ हामीले केही कुराहरूमा नोटिस गर्नै पर्छ, चेक गर्नै पर्छ। जसको लागि म प्रभुलाई धन्यवाद दिन्छु। अहिले धेरै लामो समयपछि, प्रार्थनापछि चाहिँ हाम्रो कम्पनीमा विश्वासी दाजुभाइहरू एउटै रुममा बस्न पाएका छौँ। सम्झिन्छु त्यो विगतको दिनहरूमा कति त्यो बालुवा उड्दै गर्दाखेरि, भजन गाउँदै गर्दाखेरि मुखभित्र खप्पै बालुवा करम चबाएर पनि भजन गाएर नि बसियो। अँध्यारो राति चिसो पनि भनेन, गर्मी पनि भनेन, त्यसरी प्रार्थना गर्दै आयो। हामी माझमा कति दाजुभाइहरू अहिले हुनुहुन्न। एकचोटि 12-13 जना पनि पुग्नु भएको थियो। अहिले चाहिँ हामी 5 जना छौँ। 4 जना अहिले यहीँ आउनु भएको छ, 1 जना छुट्टीमा हुनुहुन्छ। अहिले हामी चाहिँ एउटै रुममा बसेर दैनिक सङ्गति गर्दै आइराखेको छौँ। त्यो दैनिक सङ्गति गर्दै गर्ने क्रममा चाहिँ बाइबलबाट एउटा टपिकमा एकजनाले दिनको पालो पाठ गर्ने र त्यहाँबाट आफूले पाएको प्रकाश चाहिँ बाँड्ने। अनि त्यो बाँड्दै गर्दाखेरि चाहिँ मैले यो सुरु गर्नु भएर 1-2 दिन पछाडि मैले महसुस गरेँ कि यो पाठ कण्ठ गर्दै गर्दाखेरि चाहिँ मसँग चाहिँ प्रभु बोलिराख्नु भएको छ, कि त्यो वचनको प्रकाशहरू चाहिँ दिइराख्नु भएको छ। नयाँ प्रकाशहरू हाम्रो बिचमा आइराखेको कि होइन। हाम्रो पास्टरज्यू हुनुहुन्छ, जीवन पाखरिन पास्टरज्यू, राज भाइ, हाम्रो परदेशी दाजु, म एउटै रुममा छु अहिले। अनि दैनिक यो कुरा गर्दै गर्दाखेरि चाहिँ परमेश्वरको वचनबाट चाहिँ म आफूलाई चाहिने कुरा चाहिँ उहाँले मसँग बोलिराख्नु भएको छ। अनि हाम्रो ग्रुपमा चाहिने कुरा चाहिँ उहाँले हामीसँग बोलिराख्नु भएको छ। कहाँबाट भन्दा वचनबाट। वचन नै परमेश्वर हुनुहुन्छ भनेर यूहन्ना 1:1 मा हामीले पाउँछौँ भने त्यही वचनबाट चाहिँ उहाँ हामीसँग चाहिँ बोलिराख्नु भएको हुँदो रहेछ। तर धेरै पटक म एक्लै बसेर पनि त्यो बाइबल पाठ गरिराख्दाखेरि चाहिँ कति कुराहरू बुझ्न नसकेको यो समयमा चाहिँ मैले बुझ्न सकिराखेको छु। एउटा नयाँ प्रकाश चाहिँ पाइराखेको छु। किन भन्दाखेरि चाहिँ जसरी कानलाई चेक गर्छ नि, हामीले सुनेको छ कि छैन ठिकसँग, डक्टरकोमा जाँदा नि यस्तो चेक गर्दो रहेछ होइन, मेडिकल टेस्ट गर्न जाँदाखेरि, कानको टेस्ट गर्न जाँदाखेरि, आत्मिक जीवनमा पनि हामीले टेस्ट गर्ने कसरी भन्दा वचनलाई पाठ गर्दै गर्दाखेरि यदि त्यो वचनको प्रकाश हामीलाई आएको छैन भने हाम्रो कान सुन्ने क्षमता चाहिँ अलिक कमै छ भनेर बुझ्नुहोस् है त। वचन पाठ गर्नुहुन्छ तर बुझ्नुहुन्न। पाठ गर्यो खर्र 2-3 पेज अनि 2-3 अध्याय पाठ गर्नुहुन्छ। पाठ गरेर हामी धन्यवाद दिएर तपाईँ राख्नुहुन्छ। यदि त्यो वचनको प्रकाश तपाईँले पाउनुहुन्न भने तपाईँको आत्मिक कानलाई चाहिँ चेक गर्न सक्नुहुन्छ कि के मैले सहीसँग सुन्दैछ, कि मेरो आत्मिक कान चाहिँ सही छ त।
नभए चाहिँ यति धेरै लामो विश्वास गरेर वर्ष बितिसक्दाखेरि पनि एउटा वचनको खण्डको प्रकाश किन नआएको मलाई? त्यो वचनले मलाई के भन्न खोज्दैछ अनि मलाई त्यो वचनले चाहिँ के बनाउन खोज्दै हुनुहुन्छ अनि मलाई त्यो वचन खण्डबाट चाहिँ कस्तो बनाउन खोज्दै हुनुहुन्छ, के विषयमा मसँग बोल्दै हुनुहुन्छ भन्ने कुरा चाहिँ हामीले सहीसँग सुन्न सक्दैनौँ अनि कहिलेकाहीँ वचनको गलत अर्थ पनि लगाउन पुग्दछौँ। हाम्रो ज्ञान, हाम्रो बुद्धि, हाम्रो समझमा भर परेर चाहिँ त्यसको गलत व्याख्या गर्दै हामी उल्टा बाटोतिर पनि जान पुग्दछौँ। त्यसलाई चाहिँ हामीले बुझौँ। हाम्रो आत्मिकी कानलाई चाहिँ राम्रोसँग सुन्न सक्ने क्षमता चाहिँ कम भएको छ र त्यसलाई चाहिँ हामीले बढाउनु पर्छ। हालेलुया। अनि अर्को, परमेश्वर बोल्नुहुन्छ अगमबाणीहरूद्वारा। जसरी प्रकाशको पुस्तकबाटै आजको वचन हामीले लिएर आएको छौँ भने प्रकाशको पुस्तक एउटा अगमबाणीको पुस्तक हो र धेरै कम प्रचारमा आउने वचन पुस्तक भनेर पनि चिनिँदा रहेछ। मैले हेर्दै जाँदाखेरि चाहिँ प्रकाशको पुस्तकबाट धेरै कम प्रचार गर्नु हुँदो रहेछ, किनकि त्यहाँभित्र गैर बसेको कुराहरू, अगमबाणीका कुराहरू भएको कारणले गर्दाखेरि त्यो प्रस्ट्याउनलाई चाहिँ अलिकति धेरैजना अलि डराउनु हुँदो रहेछ। किनकि सही प्रकाश, परमेश्वरले दिनुभएको सही अगमबाणीलाई चाहिँ हामीले बाहिर ल्याउन सकेनौँ भने भोलि हामी झुटा पनि हुन सक्छौँ भन्ने कुराहरू पनि रहेछ। पक्कै पनि हामी डराउनु पर्छ। परमेश्वरले जे बोल्नु भएको छ त्यसलाई चाहिँ सही तरिकाले हामीले बाँड्नु पर्छ। अनि अगमबाणीहरूद्वारा परमेश्वर बोल्नुहुन्छ। प्रकाशको पुस्तकलाई पाठ गर्नुभयो भने पुरै अगमबाणी, भइराखेको कुरा, हुन आइराखेको कुरा अनि भइसकेको कुराहरूको विषयमा चाहिँ त्यहाँनिर लेखिएको पाउँदछ। अनि अर्को चाहिँ विभिन्न व्यक्तिहरूबाट परमेश्वर चाहिँ बोल्नुहुन्छ। प्रस्थान 18 को 13 देखि 23सम्म हेर्नुभयो भने चाहिँ त्यहाँनिर चाहिँ मोसा जब इजरायलीहरूलाई अगुवाई गर्दै हिँड्दै गर्दाखेरि चाहिँ त्यहाँनिर चाहिँ न्याय गरिदिनु पर्ने, कोही मानिस झगडा गरे, कोही कुटपिट गरे, कोहीलाई बस्ने ठाउँ राम्रो भएन, हरेक कुराहरूको मेन निष्कर्ष चाहिँ मोसाले गरिदिनु पर्ने, निकालिदिनु पर्ने कुराहरूको न्याय चाहिँ मोसाले गरिदिनु भएको कारणले गर्दाखेरि चाहिँ मोसाको ससुरा चाहिँ मोसासँग बोल्दै गर्दाखेरि चाहिँ के भन्छ भने एक्लैले यो काम गर्न चाहिँ गाह्रो छ, सक्दैन, गाह्रो हुन्छ, त्यसैले हरेक कामको लागि हरेक ठाउँमा हरेक मान्छेहरू चाहिँ नियुक्ति गरेर राखिदिनु भनेर बोल्दछ। जबकि मोसाको ससुरा हेऱ्यो भने चाहिँ एउटा सामान्य व्यक्ति, त्यति धेरै प्रभावशाली रूपमा प्रभुमा रहेको कुराहरू हामीले त्यति धेरै पाउँदैन, अलिक कमै मात्रामा पाउँछ। तर मोसाको ससुर सामान्य व्यक्ति भएर एउटा मोसा लिडरसिप सम्हालिराखेको व्यक्तिलाई चाहिँ सल्लाह दिन्छ र सो अनुसार मोसाले गर्दाखेरि चाहिँ त्यो कुरा चाहिँ असल भएको छ। मतलब मोसाको ससुरसँग परमेश्वर बोल्नुहुन्छ अनि मोसाको ससुराको माध्यमबाट भएर चाहिँ मोसासँग बोल्नुभयो, अर्थात् परमेश्वर नै मोसासँग बोल्नुभयो भनेर हामीले बुझ्न सक्दछौँ। जसलाई चाहिँ मोसालाई पछि त्यो लिड गर्नको निम्ति सबै कुराहरू न्याय गरिदिनको लागि चाहिँ असल भएको छ र सजिलो भएको छ र आफ्नो बोझ हल्का भएको छ। हालेलुया। अनि त्यसरी नै मण्डलीमा, हरेक सङ्घ संस्थामा, हरेक ठाउँमा हामीले हेऱ्यौँ भने चाहिँ त्यो प्रकारको सबै कुराहरू मिलाएर राखिदिएको हुन्छ नि त। आफ्नो ठाउँमा आफ्नो मान्छेलाई जिम्मेवारी बाँडेर राखिदिनु भएको छ अनि त्यो चाहिँ परमेश्वरले हामी एक अर्कालाई सल्लाह दिनुहुन्छ नि, त्यो अनुसार गर्दै गयो भने चाहिँ हामी एक अर्काको बोझ अलिक कम हुने गर्दछ भन्ने कुराहरूलाई बुझ्न सक्दछौँ। विभिन्न व्यक्तिहरूबाट बोल्नुहुन्छ भन्ने विषयमा चाहिँ सपना दर्शनहरूबाट बोल्नु हुने कुराहरू चाहिँ अयुब 33 को 15 र 16लाई हेर्नुभयो भने त्यहाँनिर चाहिँ सपना दर्शनहरूबाट चाहिँ परमेश्वर बोल्न सक्नुहुन्छ भनेर लेखिएको छ। प्रेरित 9 को 10 देखि तलतिर हेर्नुभयो भने त्यहाँनिर पावलको जीवनको परिवर्तनको विषयमा हेर्नुभयो भने त्यहाँनिर चाहिँ हनन्या नाम भएको एकजना व्यक्ति छ। हनन्यासँग चाहिँ दर्शनमा परमेश्वर बोल्नुभयो भन्नुभएको छ। सो दर्शन अनुसार चाहिँ पावल जहाँ थियो त्यहाँ गएर चाहिँ प्रार्थना गरिदिँदाखेरि चाहिँ परमेश्वरले त्यो हनन्याको जीवनबाट चाहिँ काम भएको कुराहरू पाउँदछौँ। अनि त्यसरी परमेश्वर चाहिँ एक प्रकारले चाहिँ धेरै प्रकारले चाहिँ बोल्न सक्नुहुन्छ, किनकि उहाँ चाहिँ हामीसँग बोल्न चाहनुहुन्छ भन्ने कुराहरूलाई चाहिँ यो वचनहरूले चाहिँ हामीलाई स्पष्ट बनाउनु हुँदछ। विशेष गरी आजको यो वचनको परिचयलाई हेऱ्यौँ भने प्रकाशको पुस्तक
मा 7वटा मण्डलीको विषयमा लेखिएको छ। 7वटा मण्डली मध्ये एउटा थियाटिराको मण्डलीको निम्ति लेख्नु भएको बोल्नु भएको वचन बाट मैले तपाईहरुको बीचमा आज वचन लिएर आएको छु। त्यहाँनि चाहिँ के भनेको छ भने जसको सुन्ने कान छ, अरु ठाउँमा चाहिँ जसको कान छ त्यसले सुनोस् भनेर लेख्नु भएको छ। अनि यहाँनिर चाहिँ जसको सुन्ने कान छ त्यसले सुनोस्। हालेलुया। अनि यो चाहिँ यहाँ मात्रै नभएर मत्ती, मर्कुस, लुका, योहन्नाको पुस्तकहरुमा पनि येशू ख्रीष्टले पनि बोल्नु भएको कुराहरु हो, बोल्नु भएको वचन हो कि जसको कान छ त्यसले चाहिँ सुनोस्। हामीसँग कान छ नि हैन? सुन्दै हुनुहुन्छ? निन्द्रा लागेको छैन है? यदि निन्द्रा लाग्दै छ भने चाहिँ मान्नु सुन्ने कान चाहिँ अलिक कम्ती चाहिँ भएको छ। त्यसलाई चाहिँ हामीले सुन्ने कानलाई चाहिँ चेक गर्नुपर्छ। यदि हामीसँग सुन्ने कान सही छ भने हामी पक्कै पनि भोलिको दिनमा आज जुन ठाउँमा हुनुहुन्छ त्यो ठाउँबाट अलि माथि उठेर जानुहुनेछ, परमेश्वरको नजिक पुग्नुहुनेछ अनि परमेश्वरको आवाजलाई चाहिँ सुन्नुहुनेछ। अनि यहाँनिर थिएटरको मण्डलीलाई लेख्दै गर्नु भएको यो वचनले चाहिँ विशेष गरी त्यहाँ भएको त्यो मण्डलीमा भएको केही कमी कमजोरीहरू थियो, केही समस्याहरू चाहिँ त्यो मण्डलीभित्र थियो, जस कारणले चाहिँ यो वचन चाहिँ प्रेरित योहन्नालाई चाहिँ पवित्र आत्माले चाहिँ दिनुभएको कुराहरू छ। अनि थिएटरको मण्डली अहिलेको अवस्थामा वर्तमान समयमा कहाँ छ भन्दाखेरि टर्कीको अकिसार भन्ने सहरमा अहिले पनि अवस्थित छ भन्ने कुराहरू छ, जहाँ चाहिँ 50,000 चाहिँ बसोबास अहिले पनि छ भन्ने कुराहरूलाई चाहिँ गरेको छ। अनि विशेष गरी त्यहाँनिर चाहिँ एउटा संसारिक मोज मस्ती र भोग विलास को कुराहरू चाहिँ उनीहरूको जीवनमा, उनीहरूको बीचमा, उनीहरूको मण्डलीमा चाहिँ एउटा मूर्ति पूजाको ठाउँ जस्तै लिएर बसेको थियो भन्ने कुराहरू छ। प्रकाशको पुस्तक 2 अध्यायलाई तपाईले पाठ गर्नुभयो भने 18 देखि 29 सम्म पाठ गर्नुभयो भने त्यहाँनिर चाहिँ एउटा स्त्रीको विषयमा, इजबेल भन्ने स्त्रीको विषयमा लेखिएको पाउँदछौँ। अनि त्यो इजबेल भन्ने स्त्रीको विषयमा चाहिँ अनि त्यहाँनिर चाहिँ व्यभिचारको विषयमा पनि उल्लेख गरिएको छ। अनि व्यभिचारको विषयमा पनि उल्लेख गरिएको छ, जुन कारण चाहिँ के हो भन्दाखेरि संसारिक मोज मजा, संसारिक स्वभावहरू, संसारको सुख विलासहरू चाहिँ एउटा मूर्ति पूजाकै रूपमा खडा भएर चाहिँ त्यो मण्डलीमा बसिराखेको कारणले गर्दाखेरि चाहिँ पवित्र आत्माले चाहिँ यो वचन चाहिँ प्रेरित योहन्नालाई दिनुभयो र त्यो मण्डलीलाई चाहिँ भन्नु भनेर चाहिँ पठाउनु भएको छ। अब मेन वचनको मुख्य भागतिर आउँदै गर्दाखेरि चाहिँ संसारको मोज मस्ती, भोग विलास थिएटरको मण्डलीलाई दिनु भएको वचन आज हामीले यहाँ सुन्दैछौँ, म बोल्दैछु, तपाईहरु बुझ्दै हुनुहुन्छ नि है? अनि हाम्रो बीचमा पनि यदि त्यो कुराहरू छ भने परमेश्वरको वचनले चाहिँ हामीलाई सुधारको निम्ति आह्वान गर्दै हुनुहुन्छ। यदि त्यो कुराहरू हाम्रो जीवनमा, हाम्रो मण्डलीभित्र, मण्डली भनेको मैले अघि सुरुमै भनेको म मण्डली हो, म भित्र परमेश्वरको आत्मा वास गर्नुहुन्छ। अनि म भित्र यदि संसारको कुराहरूले राज गरेको छ भने, संसारको कुराहरू म भित्र थुप्रेर बसेको छ भने म त्यो संसारको कुराहरू दास हुन्छु। अनि त्यसपछि चाहिँ त्यो चाहिँ मेरो मेन मुख्य मूर्ति पूजा हुन जाँदछ, जुन मूर्ति पूजालाई चाहिँ परमेश्वरले एकदमै घृणा गर्नुहुन्छ भन्ने कुराहरूलाई चाहिँ उहाँको वचनहरूमा हामी पाउँदछौँ। हालेलुया। अझै चेन्ज गर्नु त दाजु? अय्युबको पुस्तकमा योभन्दा अगाडि के छ? यहाँनिर याकुबको 4:4 मा व्यभिचारी मानिस हो, संसारसँगको मित्रता परमेश्वरसँगको शत्रुता हो भन्ने कुरा के तिमीहरूलाई थाहा छैन? यसकारण जो संसारसँग मित्र हुन चाहन्छ त्यसले आफैलाई परमेश्वरको शत्रु बनाउँछ भनेर लेखिएको छ। अनि त्यो स्त्रीको विषयमा हेर्दै गर्दाखेरि चाहिँ
त्यहाँनिर चाहिँ व्यभिचारको कुराहरू पनि उल्लेख गरिएको छ, जुन चाहिँ एउटा संसारतिर ढल्केको विश्वासीहरू, संसारतिर ढल्केको मानिसहरूको विषयमा हामीले पाउन सक्दछौँ। किनकि संसारसँगको मित्रता भनेको परमेश्वरसँगको शत्रुता हो। संसार र परमेश्वरको एक समान हुनै सक्दैन। संसार कसको अधीनमा छ? दुष्टको अधीनमा छ। अनि त्यो संसारमा हामी बसिराखेको कारणले गर्दाखेरि यदि हामी पनि संसारकै जस्तो हुन्छौँ भने चाहिँ हामीले के गर्दैछौँ? व्यभिचार गर्दैछौँ। अनि त्यो स्त्रीसँगै गएर व्यभिचार गर्नुपर्छ भन्ने छैन। यदि संसारको कुरा हामीले अँगालेर बस्छौँ भने त्यो पनि व्यभिचार नै हो भनेर परमेश्वरको वचनले हामीलाई देखाउनुहुन्छ। अनि त्यो चाहिँ परमेश्वरको शत्रु हो, परमेश्वरलाई मन नपर्ने कुरा हो, परमेश्वरको दृष्टिमा चाहिँ घिनलाग्दो कुराहरू हो। अनि त्यो व्यक्ति चाहिँ परमेश्वरमा ग्रहण योग्य पनि हुँदैन भन्ने कुराहरू पनि छ। कुनै स्त्रीसँग गएर तपाईँले सहवास बस्नु पर्दैन, कुनै पुरुषसँग गएर सहवास बस्नु पर्दैन व्यभिचार गर्नको लागि। यदि संसारमै हामी छौँ भने चाहिँ त्यही नै व्यभिचार हो। श्रीमती चाहिँ फेरि व्यभिचारकै काममा फर्किगएको कुराहरू हामी पाउँदछौँ भने त्यस कुराले बुझाउन खोजेको कुरा के छ भने चाहिँ संसारमा फर्किनु, फेरि प्रभुमा आउनु, फेरि परमेश्वरले ल्याउनुहुन्छ, फेरि फर्केर जानु, व्यभिचारमा पर्नु, फेरि परमेश्वरले ल्याउनुहुन्छ। त्यो चाहिँ इजरायली जातिहरूको विषयलाई जोडेर भन्दै गर्नु भएको कुराहरू थियो। मतलब परमेश्वरले ल्याउनुहुन्छ, चुन्नुहुन्छ, विभिन्न आफ्नो जनहरू लगाएर ल्याउनुहुन्छ, फेरि केही समयपछि बिर्सेर पहिला जस्तो त्यो संसारमा फेरि त्यही मजमजा रमाइलो संसारकै भोगविलासमा हराएर डुबेर बस्छ। अनि फेरि परमेश्वरले ल्याउनुहुन्छ, फेरि त्यही बस्छ भनेपछि त्यही नै व्यभिचार हो भनेर भनिन्छ। अनि यो कुराहरूको निम्ति चाहिँ थिएटिराको मण्डलीलाई चाहिँ परमेश्वरको आत्माले चाहिँ एउटा चेतावनीको रूपमा दिनुभएको वचन। अनि यहाँनिर व्यभिचारी मानिस हो, संसारसँगको मित्रता, परमेश्वरसँगको शत्रुता। हामी त परमेश्वरको मित्र हो, परमेश्वरको जन हो, परमेश्वरको निजी प्रजा हो, उहाँले चुन्नु भएको, धुनु भएको, पखाल्नु भएको पवित्र जाति हो भने हामीमा चाहिँ त्यो संसारको कुराहरू चाहिँ हुनु पटक्कै हुँदैन। हालेलुया। सुन्दै हुनुहुन्छ? जसको सुन्ने कान छ त्यसले सुनोस्। पवित्र आत्माले मण्डलीहरूलाई के भन्दै हुनुहुन्छ? के भन्दै हुनुहुन्छ? संसारसँगको मित्रता परमेश्वरसँगको शत्रुता हो। अर्को पल्टाउनु त दाजु, चेन्ज गर्नु त, अगाडिको भन्छ। होइन, पछाडि ल्याउनु। अर्को मानिसलाई त्यसको लापरवाही चालबाट सुधार्नलाई, त्यसको अहंकार रोक्नलाई, मृत लोकबाट त्यसको प्राण बचाउनलाई र तरवारबाट त्यसको जीवन नाश हुनलाई रोक्नुहुन्छ परमेश्वरको वचनले भन्नुहुन्छ। अनि थिएटिराका मण्डलीलाई लेख्दै गर्नुभएको, भन्दै गर्नुभएको पत्रबाट चाहिँ त्यहाँ भएको मण्डली, त्यहाँ भएको विश्वासीहरूलाई चाहिँ के को लागि? मृत लोकमा जानलाई चाहिँ रोक्नको निम्ति, संसारको सबै कुराबाट, लापरवाहीको जीवनबाट चाहिँ सुधार्नलाई चाहिँ, अहंकारहरू रोक्नलाई चाहिँ, मृत लोकबाट चाहिँ प्राण बचाउनलाई चाहिँ परमेश्वरले त्यो वचनहरू चाहिँ बोल्नु भएको हो। अनि त्यहाँ बोल्नु भएको वचन आज हाम्रो बिचमा पनि आएको छ भने हाम्रो लागि, हाम्रो मण्डलीको लागि परमेश्वरले दिनुभएको वचन हो। हामीले सुन्नुपर्छ र हामीले बुझ्नुपर्छ, किनकि हामीसँग सुन्ने कान छ। यदि छैन भने कानलाई चेक गर्नुहोस्, कानलाई जाँच गर्नुहोस्। शारीरिक कानहरू कमजोरी छ भने त्यसको पनि चेक जाँच गरेर ट्रिटमेन्टहरू थुप्रै पाइन्छ। आत्मिकी कानहरू हामीले अलिक कम सुन्ने भएको छ भने हामीले त्यसको पनि ट्रिटमेन्टहरू गर्न सक्छौँ। त्यो ट्रिटमेन्ट गर्ने चाहिँ परमेश्वर हुनुहुन्छ। परमेश्वरको नजिक जानुहोस् र परमेश्वरले तपाईँको आत्मिकी कानलाई सही गर्नुहुन्छ र उहाँले बोल्नुहुन्छ तपाईँको व्यक्तिगत जीवनमा कि तपाईँ कस्तो हुनुपर्छ, तपाईँ कहाँ हुनुपर्छ, तपाईँले के गर्नुपर्छ, कसरी जिउनुपर्छ, कसरी चल्नुपर्छ, त्यो सबै कुराहरू चाहिँ परमेश्वरले तपाईँहरू सबैजनासँग चाहिँ
बोल्नुहुन्छ। र यदि खराब चालचलन, संसारको त्यो सुखविलासहरू, भोगविलासहरू जुन चाहिँ एउटा मूर्ति पूजाको ठाउँ लिएर हाम्रो जीवनमा, हाम्रो हृदयमा हामी भित्र बसेको छ भने चाहिँ परमेश्वरको नजिक गएर चाहिँ परमेश्वरको आत्माले चाहिँ त्यो चाहिँ निकाल्नुहुन्छ। प्रिय मण्डली, परमेश्वरले बोल्नु भएको कुराहरू सुन्न चाहनुहुन्छ? सुन्न चाहनुहुन्छ भने परमेश्वरको वचनले भन्नुहुन्छ उहाँको नजिक आऊ भनेर बोलाउनुहुन्छ। परमेश्वरको नजिक आओ भन्नुहुन्छ। अनि याकुबकै पुस्तकमा तलतिर पढ्नुभयो भने त्यहाँनिर चाहिँ पापी मानिस हो आफ्नो हृदय शुद्ध पार भनेर लेख्नु भएको छ। अनि परमेश्वरको नजिक आऊ किनकि उहाँ चाहिँ तिमीहरूको नजिक आउनु हुनेछ भनेर लेख्नु भएको छ। जब परमेश्वर हाम्रो नजिक आउनुहुन्छ भने हाम्रो भित्र भएको हाम्रो त्यो खराब कुराहरू, संसारका कुराहरू चाहिँ उहाँले नै निकाल्नु हुनेछ यदि उहाँको नजिक जान्छौँ भने चाहिँ। हालेलुया। त्यस कारणले गर्दाखेरि हामीले सुन्नुपर्छ। सुन्नुमा चाहिँ छिटो हुनु भनेर याकुबकै पुस्तकले हामीलाई भन्नु हुँदछ भने हामीले चाहिँ सुन्नु चाहिँ एकदमै छिटो हुनुपर्छ। परमेश्वर जहाँ पनि बोल्न सक्नुहुन्छ, जहिले पनि बोल्न सक्नुहुन्छ। त्यो कारणले म जहिले पनि एउटा नोटबुक लिएर हिँड्छु गाडीमा, पेन लिएर हामी विश्वासी भएपछि हिँड्नुपर्छ। परमेश्वरले यदि कोयर लिडरहरू हुनुहुन्छ, म्युजिसियनहरू हुनुहुन्छ भने पक्कै कुनै न कुनै ठाउँमा तपाईँ हिँड्दै गर्नुहुँदा, बस्दै गर्नुहुँदा, तपाईँ सुत्दै गर्नुहुँदा केही नयाँ कुराहरू परमेश्वरले तपाईँलाई दिनुहुन्छ। परमेश्वरले तपाईँको कानमा, सुस्केरामा बोल्न सक्नुहुन्छ, तपाईँलाई बताउन सक्नुहुन्छ। तपाईँ अलमलमा पर्नु भएको छ, म के गर्ने होला, मेरो जीवनमा यो कुराहरू आइराखेको छ भने पक्कै पनि परमेश्वर तपाईँको जीवनबाट, तपाईँको जीवनमा केही न केही, कुनै न कुनै माध्यमबाट चाहिँ तपाईँसँग बोल्नुहुन्छ। अनि त्यो सुन्नको लागि चाहिँ हामीले कान चाहिँ चनाएको राख्नु पर्यो नि त। हाम्रो कान चाहिँ सही बनाएर राख्नु पर्यो नि त। अनि त्यो झट्ट उहाँ बोल्नुहुन्छ, टक्क नोट गरेर हामीले टिपेर सोही अनुसार अगाडि बढ्दछौँ भने चाहिँ हामी परमेश्वरको नजिक गएर उहाँको आत्माले भरिएर, उहाँको अभिषेकले भरिएर, उहाँको शक्तिले भरिएर, उहाँको वरदानहरूले भरिएर चाहिँ हामी अगाडि बढ्न सक्छौँ। विश्वासको लेभल एक स्टेप हामीले अगाडि बढाउन सक्छौँ, चढाउन सक्छौँ। हालेलुया। प्रभुको वचनले आज तपाईँ र हामीलाई चाहिँ यही कुराहरू भन्नुहुन्छ। अनि जब हामीले उहाँको आवाजलाई सुन्छौँ भने हामीले बुझ्छौँ। अनि त्यो बुझ्छौँ भने हामीले त्यो अनुसार गर्छौँ। अनि त्यो अनुसार गर्छौँ भने त्यो अनुसार जिउँछौँ, त्यही अनुसार चल्छौँ, अनि त्यही अनुसार गर्दै जान्छौँ। अनि त्यसपछि चाहिँ हाम्रो जीवनबाट चाहिँ फलहरू फल्दै फल्दै जान्छ। हालेलुया। जुन फल चाहिँ प्रभु येशू ख्रिस्टले बिउ छर्नेको दृष्टान्त दिनुभएको छ। त्यो बिउ छर्दै जाँदाखेरि चाहिँ कोही चाहिँ काँडाहरूको बिचमा परे, कोही ढुङ्गेनी जमिनमा परे, होइन? अनि कोही चाहिँ असल जमिनमा परे भनेको त्यहाँनिर पाउँदछौँ भने त्यो असल जमिनमा परेको बिउले चाहिँ 100 गुणा 60 गुणा फल चाहिँ फलाउँदछ भनेर लेखिएको छ। अनि परमेश्वरको वचन यदि हामीले सुन्दैछौँ, हामी भित्र पुग्दैछ, हामीले बुझ्दैछौँ, सुन्दैछौँ भने हामीलाई परमेश्वरको वचनद्वारा चाहिँ सुधार गर्नुहुन्छ। सुधार जब गर्नुहुन्छ, परमेश्वरको वचन अनुसार हामी जिउनु थाल्छौँ भने हाम्रो जीवनबाट फल पनि फल्दै जान्छौँ। अनि त्यो फल प्रेम, आनन्द, शान्ति, धैर्य, दया, भलाइ, विश्वस्त, नम्रता, संयमको फल जब हाम्रो जीवनमा मानिसहरूले देख्छ, अनि त्यो फल चाहिँ उनीहरूले खान पाउँछ, अनि उनीहरूले पछाडिबाट भए पनि प्रभुलाई धन्यवाद पक्कै पनि दिन्छ। हालेलुया। अनि यो प्रकारको जीवन हामीले बनाउन चाहन्छौँ, हामी हुन चाहन्छौँ भने चाहिँ हामीले परमेश्वरको आवाजलाई चाहिँ सुन्नुपर्छ र हामी भित्र भएको हाम्रो कानले चाहिँ सुन्नुपर्छ। हालेलुया। त्यस कारणले गर्दाखेरि आज यो वचन बोल्दै गर्दाखेरि तपाईँहरूको माझमा पक्कै पनि केही कुराहरूको कमी, आजको वचन बोल्दै गर्दाखेरि केही घटी महसुस गर्दै हुनुहुन्छ,
अथवा मैले राम्रोसँग सुन्नु सकेको छैन, राम्रोसँग मैले बुझ्नु सकेको छैन, परमेश्वरमा अगाडि बढ्नुलाई चाहिँ मलाई केही कुराहरूले रोक्दैछ, जसले चाहिँ म केही कुरामा पछि पर्दैछु भनेको जस्तो लाग्छ भने पक्कै पनि आजको वचन यदि तपाईँहरूले सुन्नुभएको छ भने यो वचनले चाहिँ तपाईँहरूलाई आज स्वतन्त्र गर्दै हुनुहुन्छ। हालेलुया। यो वचनले चाहिँ छुटकारा दिँदै हुनुहुन्छ, हाम्रो कानहरूलाई चाहिँ निको बनाउँदै हुनुहुन्छ, हामी स्वस्थ हुँदैछ, हाम्रो कानहरू स्वस्थ हुँदैछ र जब स्वस्थ हुन्छ हामी सुन्छौँ, बुझ्छौँ, पक्कै पनि भोलिको दिनमा राम्रो फल फलेको हामी एकअर्काले देख्न पाउनेछौँ। हालेलुया। प्रभुलाई महिमा भएको होस्, प्रभुले आशिष दिनुभएको सबैजनालाई। समय छोटो हुन सक्छ, हामीसँग भएको समय 40 देखि 50 मिनटसम्म भन्नुभएको थियो, मैले अझै पनि कम्ती नै गर्छु भन्ने कोसिस, मेरो प्रयास हो। सकेसम्म छिटै नै सक्यो भने धेरैजना टाढा टाढाबाट आउनुभएको हुनुहुन्छ अनि पक्कै पनि कतिजनाको आफ्नो काम बिजी व्यस्तता पक्कै पनि छ। त्यो कारणले गर्दाखेरि मैले आजको वचनलाई चाहिँ यहीँनिर टुङ्ग्याउने निर्णय गरेँ है त। हालेलुया। बुझ्नुभयो? सुन्नुभयो? यदि सुन्नु भएको छ, बुझ्नु भएको छ भने पक्कै पनि त्यो फलहरू फलेको देख्न पाउनेछौँ र पक्कै पनि त्यो प्रतीक्षा हामी गर्नेछौँ। हालेलुया। र प्रभुको नजिक जानुहोस् र प्रभुसँग भन्नुहोस्, यदि मेरो कान सही छैन, आत्मिकी कानहरू, प्रभुसँग भन्नुहोस् मेरो कानलाई चाहिँ सही बनाउनुहोस्। जब तपाईँको वचन अध्ययन गर्छु त्यसलाई चाहिँ मैले बुझ्न सकूँ, त्यसको प्रकाश चाहिँ सही तरिकाले पाउन सकूँ। जब प्रार्थना गर्छु त्यो प्रार्थनामा चाहिँ परमेश्वर बोल्नुहुन्छ त्यो आवाजलाई चाहिँ म सुन्न सकूँ। जब कोही कसैसँग बात गर्दै हुनुहुन्छ भने त्यो व्यक्तिबाट परमेश्वर मसँग बोल्नु भएका कुराहरू चाहिँ मैले बुझ्न सकूँ र जान्न सकूँ।